आज यात्राको तेस्रो दिन हामी मुस्ताङमा रहेको मार्फा गाउँमा पुगियो। त्यहाँ पुगेर हामी लागियो आफू बस्ने होटल खोज्नतिर। खोज्दै जाँदा हेर्दै जाँदा विभिन्न फिल्मको सुटिङ भएको, नेपाली फिल्महरूको सुटिङ भएको गल्लीहरू हामीले यहाँ भेट्यौँ है। त्यसमध्ये जेरी फिल्म सुटिङ भएको र कबड्डी फिल्म सुटिङ भएको गल्लीहरू हामीले त्यहाँ देख्यौँ र त्यो फिल्मकै नामबाट पनि त्यही फिल्मको नामबाट चाहिँ गल्लीहरू नामाङ्कन गरिएको थियो। गल्लीहरू हामी घुम्ने क्रममा गल्लीहरू माथिसम्म गइयो। गल्लीहरू यस्तो रहेको थियो जहाँ फिल्महरू सुटिङ भएको थियो। हामीलाई चाहिँ एकदम राम्रो लाग्यो, नगएको ठाउँ भएर पनि होला। पहाडले वरपर पहाडले घेरिएको र गल्ली साँघुरो र राम्रो खालको गल्लीहरू हामीले त्यहाँ भेट्यौँ। जेरी फिल्म र कबड्डी फिल्म सुटिङ भएको गल्लीहरूमा हामीले केही भिडियो र केही फोटोहरू हामीले सुट गऱ्यौँ। भिडियो फोटो सुट गर्दा गर्दै रात पनि पर्न लागिसकेको थियो। त्यही भएर हामी फेरि लाग्यौँ होटल खोज्नतिर। होटल खोज्दै जाँदा खोज्ने क्रममा फाइनली हामीले होटल फेला पार्यौँ अनि हामीले रुम बुक गरेर हामी निस्क्यौँ बाहिर। झिसमिसे साँझ परिसकेको थियो। झिसमिसे साँझमा अझ राम्रो देखिरहेको थियो। उताबाट हावा पनि चलिराखेको थियो।